Hello, okay, hello Avenue. It's me Roshan Sharma and welcome to Roshan Classes. अनि हामीले चाहिँ अहिले कन्ट्रोल सिस्टम सिरिजको लेक्चर्सहरु हेरिरहेका छौं अनि हामीले पढ्दा पढ्दै चाहिँ हामीले लास्ट क्लासेसमा चाहिँ हामीले मोडलिङ अफ मेकानिकल कम्पोनेन्ट्स भन्ने कुरा स्टार्ट गरेका थियौं हैन मोडलिङ गरेका थियौं अनि अब मोडलिङ लगभग मेकानिकल कम्पोनेन्टको लगभग आज हामीले भ्याइसक्छौं हैन र लास्ट क्लासमा चाहिँ हामीले ट्रान्सलेसन सिस्टमको फोर्सेसहरु के हुन्छन् हैन त्यसैगरी हाम्रो रोटेशनल सिस्टमको फोर्सहरु के हुन्छन् र यसबाट बन्ने कुराहरु के छ भन्ने कुराहरु हामीले डिस्कस गरेका थियौं अब आज चाहिँ हाम्रो वान अफ मोस्ट इम्पोर्टेन्ट र भनौं न ओभरअली चाहिने कुरा नै जुन छ त्यो हेर्छौं त्यसपछि हामी एक दुईटा क्वेशन्सहरु गर्छौं जुन आईओई र अरु डिफरेन्ट युनिभर्सिटीमा सोध्ने क्वेशन्सहरु छन् है अब यो कुराहरु तपाईहरुले हेर्नु पनि भएको होला यदि हेर्नु भएको छैन भने प्लिज पहिला लास्टको लेक्चर चाहिँ हेरिहाल्नु होला हैन भने अगाडिको केही पनि तपाईहरुले बुझ्नुहुन्न है त ठीक छ ओके बाबु नानीहरु ल अब सुरु गरौँ है त सो डीएलम्बर्ट्स प्रिन्सिपल भनेको चाहिँ खासमा कन्ट्रोल सिस्टममा चाहिँ मेकानिकल कम्पोनेन्टको लागि धेरै युज हुने सिस्टम हो अनि यो डीएलम्बर्ट्स प्रिन्सिपलले चाहिँ खासमा के भन्छ त भन्दाखेरि हामीलाई जस्तो दुईटा कुराले दुईटा बारेमा कुरा गर्छ एउटा हाम्रो ट्रान्सलेसन सिस्टमको लागि कुरा गर्छ अर्को भनेको हाम्रो रोटेशनल मोसनको लागि कुरा गर्छ है अब यो ट्रान्सलेसन सिस्टमको लागि कुरा गर्दाखेरि चाहिँ के भन्छ भन्दाखेरि जस्तो कुनै पनि एउटा बडी छ अरे कुनै पनि हामीसँग बडी छ हैन हामीसँग एउटा बडी छ यसको बारेमा हामी डिस्कस गर्ने हो हामीसँग कुनै पनि एउटा फिगर छ र कुनै पनि एउटा बडी छ त्यो बडीमा चाहिँ के हुन्छ भन्दा त्यसको अल्जेब्रिक सम अफ एक्सटर्नल फोर्सेस के अरे अल्जेब्रिक सम अफ एक्सटर्नल फोर्सेस र फोर्सेस एक्टिङ रेसिस्टिङ अन द बडी चाहिँ को भ्यालु चाहिँ के आउँछ अरे 0 आउँछ के आउँछ अरे कुनै पनि सिस्टम छ कुनै पनि बडी छ भने त्यसको अल्जेब्रिक सम अफ के अरे एक्सटर्नल फोर्स र फोर्स एक्टिङ रेसिस्टिङ द बडीको भ्यालु चाहिँ के अरे हाम्रो 0 हुन्छ भन्ने कुरा हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ ठीक छ त्यसैगरी सेम कुरा गर्छ के मारे हाम्रो रोटेशनल मोसनमा पनि यसले सेम कुरा गर्छ है जस्तो रोटेशनल मोसनमा चाहिँ हामीलाई के भन्छ भन्दाखेरि कुनै पनि हामीले अल्जेब्रिक सम हेरेछौं भने अब यसमा चाहिँ हाम्रो सम अफ एक्सटर्नल फोर्स लिइराछ भन्दाखेरि यो चाहिँ के अरे सम अफ एक्सटर्नल टर्क्स है किनभने टर्क भन्नाले फोर्स बुझ्छौं हामीले है सो त्यही कसको बारेमा कुरा गरेछ अहिले र त्यसैगरी अर्को भनेको त टर्क रेसिस्टिङ द बडी जसले चाहिँ बडीलाई रेसिस्ट गरेछ जुन टर्कले हो त्यस कुनै पनि एक्सिसमा हेर्दाखेरि चाहिँ त्यसको भ्यालुको सम कति आउनुपर्ने 0 आउनुपर्ने कति आउनुपर्ने 0 आउनुपर्ने ओके सो अब हेरौँ अब जस्तो हामीले चाहिँ खासमा मेकानिकल सिस्टमको बारेमा सुरुमा हेरौँ जस्तो हामीले भन्दा अगाडि पढेको फर्मुला त सबैले याद छ नि हैन छैन भने कुरा हेरिहालौँ हामीसँग एउटा फर्मुला चाहिँ m डबल ड्याश अर्को भनेको b x ड्याश अर्को भनेको kx तीनटा कुरा छ अब यो तीनटा कुराले यदि हामीले सम गर्ने भने यही त भने हैन सम अफ एक्सटर्नल फोर्सेस एन्ड फोर्स एक्टिङ अन द रेसिस्टिङ बडीको भ्यालु 0 हुन्छ त्यो भनेको चाहिँ सपोज f भनेको मेरो एक्सटर्नल फोर्स छ दैट इज मैले यहाँ लेखेको छैन म लेखिदिन्छु जस्तो हामीसँग एक्सटर्नल फोर्स f छ f तलपट्टि छ हैन f तलपट्टि जस्तो हामीले एउटा बडी बनाऊँ न हैन एउटा हामीसँग बडी छ अरे यो बडी सपोज गर्ने यो मास भयो हैन यो गति मिलेन यस्तो एउटा राम्रो खालको बडी बनाऊँ यस्तो एउटा बडी बनाउनु पर्छ हामीले एउटा ल हामीसँग एउटा यो बडी गति बाङ्गो भएछ त एउटा सिधा बडी बनाऊँ है त ल एउटा सिधा बडी भयो सपोज गर्ने एउटा कुनै पनि बडीको मास m छ र यदि मेरो फोर्स यदि मेरो सबै तलपट्टि लागिरहेछ मेन फोर्स भने माथिपट्टि पनि फोर्स लाग्छ के हाम्रो माथिपट्टि भनेको एउटा भनेको चाहिँ हाम्रो लाग्ने भनेको m x ड्याश लाग्छ अर्को भनेको अर्को फोर्स पनि हाम्रो ड्याम्पिङ फोर्स भनेर भन्थ्यौं त्यो भनेको b x ड्याश र अर्को हामीसँग के थियो स्प्रिङ कन्स्ट्यान्ट हैन स्प्रिङ फोर्स पनि थियो त्यो भनेको kx है यो तीनटै फोर्स मिलाएर चाहिँ हाम्रो के बन्यो अरे यो जुन एउटा यो एउटा के भन्नु रे इक्वेसन बन्यो अब यसलाई अर्को तरिकाले पनि लेख्न सकिन्छ त्यो भनेको f = m d² x / dt² + b * dx/dt + kx ठीक छ यो के को लागि थियो अरे मेकानिकल कम्पोनेन्टको लागि मात्र थियो के को लागि थियो अरे मेकानिकल कम्पोनेन्टको लागि मात्र थियो हैन ठीक छ नि यो चाहिँ हाम्रो के को लागि अरे मेकानिकल कम्पोनेन्टको लागि थियो अब सपोज गर्नु तपाईहरुको रोटेशनलको लागि भयो भने चाहिँ के गर्ने त फर रोटेशनल सो रोटेशनलमा पनि त्यही कुराहरु हुने हो हैन फर रोटेशनलको लागि चाहिँ हेर्दाखेरि सपोज गर्नु हामीसँग एउटा के छ भन्दाखेरि एउटा सपोज गरौँ एउटा यसरी एउटा फोर्स छ अरे यसरी एउटा रोडिङ एउटा बडी छ अरे हैन यसरी एउटा के छ अरे रोडिङ एउटा बडी छ अरे हेर्नु त रोडिङ एउटा बडी छ अरे ल मानौ एउटा रोडिङ के छ अरे एउटा बडी छ हैन ल यतिमै मान्दिन हैन यतिमै हाम्रो के छ एउटा रोडिङ बडी छ हैन यसमा के छ भन्दाखेरि यो भयो अनि त सपोज गर्ने यसरी एउटा डिस्क जस्तो बनाइदिएको मैले अब कति त्यस्तो राम्रो त बनेन हैन कति डिस्क जस्तो मैले बनाइदिए यो मेरो डिस्क जस्तो भयो हैन यो मेरो डिस्क जस्तो छ अनि के हुन्छ भन्दा टर्क त लाग्छ अब टर्क कताबाट लाग्ने हाम्रो क्लकवाइज लाग्ने हुन्छ भने हैन टर्क क्लकवाइजतिर टर्क छ भनेको हैन अब त्यहीसँगै हामीसँग के भन्ने एउटा टर्म आउँछ अर्को भनेको यसको मास पनि त यसको जस्तो मास जे हुन्छ भने यहाँ मोमेन्ट अफ इनर्सिया जे हुन्छ हैन अनि यसको तलपट्टि चाहिँ खासमा के हुन्छ भने हाम्रो ड्याम्पिङ फोर्स चाहिँ कताबाट लागिरहन्छ भने यसको तलपट्टि लागिरहन्छ यतापट्टि b भन्ने हुन्छ टर्म हुन्छ है ठीक छ र यो जुन एंगल चाहिँ थीटा भन्ने एंगल पनि बनाएको हुन्छ है अब डीएलम्बर्ट्स प्रिन्सिपलले चाहिँ के भन्छ भन्दा हामीलाई t = j थीटा डबल ड्याश प्लस b थीटा ड्याश प्लस k थीटा जुन कुरा हामीले अगाडि निकालेछौं नि j थीटा डबल ड्याश b थीटा ड्याश प्लस k थीटा अनि एक्ज्याक्टली त्यही टर्म हामीले यसमा निकाल्छौं अनि यो भयो अब यहाँबाट चाहिँ के आउँछ भन्दा हामीले j d² थीटा / dt² प्लस b
डी प्लस बी डी थीटा अपन dt प्लस k थीटा भन्ने टर्ममा ठीक छ। अब एउटा कुरा के बुझ्छ भन्दाखेरि हामीले मोडलिङ गरिसकेका छौँ क्या, यही हो मोडलिङ 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 भन्छ नि हामीले, यही हो कि मोडलिङ, कुनै पनि एउटा मेकानिकल कम्पोनेन्टको मोडलिङ यही हो। अब फोर्सेसहरू फरक हुनसक्छ होइन, एउटा नर्मल मोडलिङ चाहिँ यो होइन, एउटा जस्तो रोटेसनल मोसनको लागि हो, 2-4 पाङ्ला जोड्यो भने के हुने हो त्यो कुराहरू चाहिँ हामीले क्वेसन्सहरूमा गर्छौँ, तर बेसिक कन्सेप्ट चाहिँ दिस इज योर मोडलिङ, यही हो मोडलिङ, यही मोडलिङ गर्ने भन्थे यही कुरा म्याथमेटिकल मोडलिङ हो कि यो चाहिँ होइन। अब यो जस्तो हामीले यसलाई किन यो डेरिभेटिभवाला फङ्सनमा लग्यौँ, यसलाई पनि किन सिङ्गल डेरिभेटिभमा यसलाई किन लगिन्छ भन्दाखेरि कुनै पनि डेरिभेटिभ टर्मलाई हामीले एउटा कुरामा चेन्ज गर्न सक्छौँ क्या। तपाईँहरूले कतिको हेर्नु भएको छ, अब यदि तपाईँले हाई पढ्नु भएको छ भने प्रिभियस सेमेस्टरमा पढ्नु भएको होला, यो ल्याप्लेस ट्रान्सफर्म भन्ने कुरा पढ्नु भएको होला, एउटा हो ल्याप्लेस ट्रान्सफर्म भनेर तपाईँले पढ्नु भएको होला है। अब ल्याप्लेस ट्रान्सफर्ममा चाहिँ के गर्नु मिल्छ भन्दाखेरि एक्ज्याक्टली भन्नुपर्दा ल्याप्लेस ट्रान्सफर्ममा चाहिँ के हुन्छ, म त्यस्तो डिपमा गइनँ होइन, त्यस्तो डिपमा जान्न, यस्तो तपाईँहरूको यस्तो छ, सपोज गर्नु इन टर्म्स अफ सिङ्गल डेरिभेटिभ छ है, जस्तो कि सपोज गर्नु ल्याप्लेस ट्रान्सफर्म अफ सिङ्गल डेरिभेटिभ यस्तो xt भन्ने छ, के नाम सिङ्गल डेरिभेटिभ हो नि त। सो यसको भनेको चाहिँ तपाईँलाई सिम्पली x ओके हेरेको अब तिमीहरूले अबको बुद्धमा चाहिँ तिमीलाई चाहिन्छ यो ल्याप्लेस ट्रान्सफर्म भन्ने कुरा। ल्याप्लेस ट्रान्सफर्म के चाहिँ किन चाहिन्छ भन्दाखेरि ल्याप्लेस ट्रान्सफर्मले तिमीलाई जुन तिमीले लगेको जुन डेरिभेटिभ गरेको थियो नि, हाम्रो फर्स्ट डेरिभेटिभ छ भनेको सेकेन्ड डेरिभेटिभ छ भनेको नर्मल टर्म छ, यसको भ्यालुहरू चाहिँ तिमीलाई राख्न सजिलो हुन्छ। जस्तो कुनै पनि डेरिभेटिभ कतिपल्ट गरेको छौ भन्ने कुरामा डिपेन्डेन्ट गर्छ है। जस्तो यो सिङ्गल डेरिभेटिभ हो सो 1 भइहाल्यो होइन। सपोज गर मैले यसलाई यो मेरो डबल डेरिभेटिभ भन्ने टर्म छ भने चाहिँ यसमा के हुन्छ भन्दाखेरि यो x² x टाइम्स अफ s हुन्छ, मतलब s को टर्ममा लाने हो कि। एउटा कुरा के हुन्छ भन्दाखेरि मोडलिङ गर्न खोज्नु भनेको चाहिँ कुनै पनि डेरिभेटिभ गरेर अब हामीले s को टर्ममा चाहिँ के ल्याप्लेसको टर्ममा लान खोजिरहेको छौँ भने s डोमेनमा लान खोजिरहेको छौँ कि हामीहरूलाई होइन। एउटा जस्तो z डोमेन हुन्छ र अर्को भनेको s डोमेन हुन्छ। यो कन्ट्रोल सिस्टममा चाहिँ तिमीहरूले सबै कुरा s डोमेनमा गर्छौ होइन, र अर्को भनेको तिमीहरूले यदि तिमीहरूले डिजिटल कन्ट्रोल सिस्टमतिर लग्यो भने चाहिँ त्यसमा तिमीहरूले केमा लान्छौ अरे z डोमेनमा लान्छौ। त्यो हामीले गर्नु पर्दैन अहिले, त्यो खासै इम्पोर्टेन्ट पनि छैन, त्यो खासै हेर्नु पर्दैन है त। हामीले हेर्नुपर्ने भनेको चाहिँ यसमा अहिले खासमा के सबै x डोमेनमा हेर्नुपर्छ। अब यसलाई सजिलो तरिकाले बुझ्ने तरिका चाहिँ के हो भन्दाखेरि सपोज गर हाम्रो ल्याप्लेस ट्रान्सफर्म अफ x अब कति टाइम्स अफ डेरिभेटिभ गरे त्यो भनेको फर्मुला x एन्ड xs है त, सिङ्गल डेरिभेटिभ सबै कुरा चाहिँ यो फर्मुलामा डिपेन्ड हुन्छ है त, ठिक छ नि। ल ओके बाबु नानीहरू, अब हामीहरू नेक्स्ट भिडियोमा चाहिँ अब यसको क्वेसन्स गर्छौँ। तपाईँसँगलाई यो कन्सेप्टहरू चाहिँ क्लियर पारेर राख्नुहोस्। र अब भनेको त हामी सिधै होइन मजासँग नै हाम्रो मेनली हुन्छ नि, जस्तो s डोमेनमा चाहिँ कसरी लान्छौँ भन्ने कुरामा चाहिँ कन्फ्युजन नहोस् होइन। हाम्रो जस्तो कसरी लाने त भन्ने कुरामा हामीसँग त्यति खासै कन्फ्युजन नहोस् भन्न खोजेको कुरा चाहिँ हो। त्यही भएर ल्याप्लेस ट्रान्सफर्म गर्न चाहिँ तपाईँहरूले आउनु पऱ्यो। अरूभन्दा पनि सबभन्दा इम्पोर्टेन्ट पोर्सन चाहिँ यो हो है त। यो सबै त तपाईँहरूले बुझिहाल्नुहुन्छ, तर ल्याप्लेस ट्रान्सफर्म भन्ने कुरा चाहिँ तपाईँहरूले अलिकति मजाले हेर्नुपर्छ। र अन्त नेक्स्ट भिडियो अब हामी मेकानिकलको एक दुईवटा क्वेसन्सहरू पनि लिएर आउँछौँ। अबसम्मलाई हेभ अ गुड टाइम है त। ओके देन सी यू अन द नेक्स्ट भिडियो।